म भाडामा बसेको थिएँ 4000 महिनाले सर। कसलाई तिर्नुहुन्थ्यो भाडा तपाईँले? यहीँको त्यो मेयर छ, यहीँको बनाएको मेयर थियो। मेयरको घरमा यहाँ यो बस्तीको मेयर यहाँ बस्तीको मेयरमा उसैले 4000। के नाम हो त्यो मेयरको? उसको नाम चाहिँ चिन्नै सकेन, तर देख्यो भने चिन्छु सर। उसको नाम चाहिँ कतिवटा भन्दैन उसले। कतिवटा टहरा थियो यहाँ उसको? उसको त्यही 2टा थियो। 2टा टहरा थियो, हरेक टहरा चाहिँ भाडामा लगाउँथ्यो। अनि ऊ कहिले भाग्यो? ऊ अस्ति नै आज 2 दिन भयो, 2 दिन यहाँबाट भयो हिँडेको। तपाईहरु जस्ता व्यक्तिहरूलाई भाडामा लगाएर पैसा खाने, बाहिर बस्ने अनि सरकारलाई धम्क्याउने। पछि सामानै मेरो कतिचोटि फालिदियो, अनि यहाँ यत्रो पैसा भएर लगाएको, अनि दिनै पर्छ भनेर मेरो कतिचोटि बिजोग पार्दियो नि सर। बन्सी घाटमा पनि बसेको थियो, त्यहाँ पनिको के भन्छ त्यहाँको वडा अध्यक्ष दीपक हैन, उहाँले पनि मलाई गाह्रो गरेको थियो। ए बस्तीमा वडा अध्यक्ष मेयर सबै हुन्छन्? त्यही ओहो, अलग्गै साम्राज्य रहेछ नि यहाँ त। त्यही वडा अध्यक्ष त्यो उताको वडा अध्यक्षले म चिन्छु, दीपक हो। सरकारको यो कदम प्रति तपाईँको धारणा के छ? यो ठिक छ? यो त ठिक छ नि सर, मेरो त एकदम राइट हो। किन हामी बस्तीमा बस्नु सुकुम्बासी भन्यो कि हामी जस्तो लाग्यो, किन तर हाम्रो तपाईहरु जस्ता सुकुम्बासीलाई नि भाडामा लाएर हुकुमबासीले कप कप खाइरहेको रहेछन् हैन? थियो हजुर। सुकुम्बासी बस्तीबाट यसरी निस्कदै गरेको एउटा कारुणिक दृश्य। दाइ अलिकति कुरा गरौँ न। तपाईँ यहीँ बस्नुहुन्थ्यो भित्र? कति समयदेखि बस्दै हुनुहुन्थ्यो सर यहाँ? म यहाँ 6 महिना भयो सर। अहिले कहाँ हिँड्नुभयो त अब? अब घर जानु लाग्यो सर। कहाँ छ घर? घर त हाम्रो सरलाई। तपाईँ खासमा यहाँ चाहिँ बसोबास गरिरहनु भएको थियो, तर आफ्नै घर थियो कि भाडामा बस्नुहुन्थ्यो? म भाडामा बसेको थिएँ 4000 महिनाले सर। कसलाई तिर्नुहुन्थ्यो भाडा तपाईँले? यहीँको त्यो मेयर छ, यहीँको बनाएको मेयर थियो। ए मेयरको घरमा यहाँ यो बस्तीको मेयर यहाँ बस्तीको मेयरमा उसैले 4000। के नाम हो त्यो मेयरको? उसको नाम चाहिँ चिन्नै सकेन, तर देख्यो भने चिन्छु सर। उसको नाम चाहिँ कतिवटा भन्दैन उसले। कतिवटा टहरा थियो यहाँ उसको? उसको त्यही 2टा थियो। 2टा टहरा थियो, हरेक टहरा चाहिँ भाडामा लगाउँथ्यो। अनि ऊ कहिले भाग्यो? ऊ अस्ति नै आज 2 दिन भयो, 2 दिन यहाँबाट भयो हिँडेको। तपाईहरु जस्ता व्यक्तिहरूलाई भाडामा लगाएर पैसा खाने, बाहिर बस्ने अनि सरकारलाई धम्क्याउने। पछि सामानै मेरो कतिचोटि फालिदियो, अनि यहाँ यत्रो पैसा भएर लगाएको, अनि दिनै पर्छ भनेर मेरो कतिचोटि बिजोग पार्दियो नि सर। बन्सी घाटमा पनि बसेको थियो, त्यहाँ पनिको के भन्छ त्यहाँको वडा अध्यक्ष दीपक हैन, उहाँले पनि मलाई गाह्रो गरेको थियो। ए बस्तीमा वडा अध्यक्ष मेयर सबै हुन्छन्? त्यही ओहो, अलग्गै साम्राज्य रहेछ नि यहाँ त। त्यही वडा अध्यक्ष त्यो उताको वडा अध्यक्षले म चिन्छु, दीपक हो। तपाईँ कहाँ जाँदै हुनुहुन्छ अब? अब त्यही म उता हाम्रो साथीहरू छ त्यही। यहाँ भित्र बस्दाको चाहिँ तपाईँको अनुभव सुनाइदिनु न हामीलाई। के हुन्थ्यो यहाँ भित्र? यहाँ त धेरै नै हुन्थ्यो, किनबेच यताउति दुनियाँ दिमाना होइन सर, त्यो त सबै हुन्थ्यो होइन। यो टहरै किनबेच हुन्थ्यो कि भाडामा मात्रै लाउँथ्यो यिनीहरूले? टहरै बेचिदिन्थ्यो नि। कतिसम्म बेचेको थाहा छ तपाईँलाई? हामीलाई सर त्यो बेचेको चाहिँ थाहा छ, तर कतिमा बेच्यो त्यो चाहिँ थाहा छैन। सरकारको यो कदम प्रति तपाईँको धारणा के छ? यो ठिक छ? यो त ठिक छ नि सर, मेरो त एकदम राइट हो। किन हामी बस्तीमा बस्नु सुकुम्बासी भन्यो कि हामी जस्तो लाग्यो, किन तर हाम्रो तपाईहरु जस्ता सुकुम्बासीलाई नि भाडामा लाएर हुकुमबासीले कप कप खाइरहेको रहेछन् हैन? थियो हजुर। यहाँ धेरै जस्तो सुकुम्बासी यो खालको स्थिति छ। यहाँ धेरै भनेको हुकुमबासी अलिअलि त्यही हो, सुकुम्बासी अलिअलि सुकुम्बासी तर धेरै जस्तो हुकुम्बासी थिए। हुकुमबासी हो। तपाईको नाम के हो? हाम्रो नाम चाहिँ मुकेश पासवान। कहाँ जाँदै हुनुहुन्छ भन्नु तपाईले साथीहरु? ल, मुकेशजी यहाँ बस्नुहुन्थ्यो। 4000 रुपियाँ भाडा तिरेर उनलाई एकजना मेयरले भाडामा लगाउँथ्यो। भित्रै रहेछन् छुट्टै मेयर, भित्रै रहेछन् छुट्टै वडा अध्यक्ष। अब यहाँ डोजर आइसकेको छ।